स्पिड भयो क्या दिदी पेवा कति पर्यो अब र हैन हैन रहेछ नि सिर्दी बास्रे
5:17 भएको छ। सो हामी चाहिँ आज अब यो नागफेदी भन्ने ठाउँबाट अब अहिलेको लागि चाहिँ हामी पेवा भन्ने ठाउँ जाँदैछौँ। अनि आफ्टर पेवा चाहिँ आज हाम्रो प्लान चाहिँ अब लो पुग्ने हो। लो एकदमै च्यालेन्जिङ नै छ। उता पेसमा हिँडेर त हामी लो पुग्दैनौँ, खराएको पेसमा हिँडेछ आज हिँड्नलाई। अनि आज इनकेस भन्दा पनि आज लो पुग्ने पर्ने छ। लो पुगेपछि चाहिँ त्यसपछि हामी नेक्स्ट डे चाहिँ स्याला गुम्बा गएर अनि सामागाउँ जानुपर्ने छ। त्यो इनकेस लो पुगेन भने चाहिँ सबै प्लान नै फेरि रिसेड्युल गर्नुपर्ने हुन्छ। त्यही भएर हामी 5 बजे नै हिँडेको छौँ। तर साथीहरू खै त्यहाँबाट आउँदैछौँ। हामी 5 जनाको ग्रुप भएको छौँ अहिले। Me being in the front, other 4s being behind. नागफेदी अब बाटो चाहिँ उकालै हुन्छ, फर्दर उकालै हुन्छ। हिजो चाहिँ हामीले अब जगतसम्म आएको थियो गाडीमा, र जगतबाट नागफेदी हामी 1:30 बजी गाडीमा हिँडेको थियो भने नागफेदी आउँदा चाहिँ 7 बजेको थियो। आई गेस 7 नै बजेको थियो। डिस्टेन्स चाहिँ अब फोनमा कसको फोनमा 27 देखायो, कसको फोनमा 14 देखायो। सो 20लाई मान्दा पनि राम्रो हिँड्यो हामी 6 घन्टा। त्यही हो, अँध्यारोमा हिँड्दैछौँ खोलाको आवाज सुन्दै। So, first suspension is of the day 2. Good. खाल्डोमा बस्छु भर्खरीमा भिडियो गर्ने चक्करमा पुलमा चाहिँ हेऱ्यो भने यस्तो हुन्छ। बुढी गण्डकीको तिरैतिर हिँड्छौँ अब। अन्त हिँड्छ कि हामी बुढी गण्डकीमा हिँडिरहेको। Second suspension day of the bridge. Second suspension bridge of the day 2. डे 2 अहिले चाहिँ हामी पेवामा आइपुगेका छौँ। सबैजना 4 जना 5 जना। हामी कति भयो 6:30 आइपुगेको थियौँ। 20:20मा आएको थियो। 20 मिनट जति बसिसक्यौँ। चिया खाएर हामी हिँड्छौँ पेवाको 2 सिस्टर्स होटेल। पेवामा यहाँ साथीको सेवा भइरहेछ। अब चाहिँ आज हाम्रो बिहानको डाइट यति खाएपछि चल्छ जिन्दगीभर भने जस्तो। ठिक छ बजार साथी? ठिक छ, बवाल छ। यति गरेपछि हामीलाई चल्छ। सो पेवाबाट हामी चिया खाएर अब ठ्याक्कै 1 घन्टा पछि अलमोस्ट भयो। अब यहाँबाट पेवाबाट हिँड्दैछौँ 7:15मा। अब आजको डेस्टिनेसन लो थियो, तर लो पुग्न सकिँदैन भन्ने कुरा भयो। सो नामरुङलाई टार्गेट छ। अब नामरुङ आन्देल जान सक्यो भने ठिक होला। अब आज चाहिँ हामी अलमोस्ट खोले हिँड्ने हो। म चाहिँ अहिले अगाडि भएँ। पछाडि साथीहरू आउँदैछन्। इफ आम नट रङ त्यहाँ अगाडि एउटा पुल हुनुपर्छ। त्यो पुल तरेर अनि उकालो छ। त्यसपछि त्यहाँबाट डेङ
डेङको उकालो सुरु हुन्छ। त्यसमा हेरौँ कति बजे पुग्छौँ। टार्गेट चाहिँ अब लो नै हो, बट लो अलि अप्ठ्यारो देखिन्छ। लो नभए नाम्रुङ चाहिँ पुग्नै पर्ने छ, सकेसम्म लो नै पुग्नुपर्ने छ। हामी हाम्रो प्लानमा स्टिक हुने हो भने अब हेरौँ कतिको बडीले साथ दिन्छ, त्यही अनुसार हुन्छ। यस्तो बाटो आयो भने चाहिँ हिँड्न एकदम रमाइलो हुन्छ है। यस्तो बाटो त म लिटरली कुदिदिन्छु। अलिकति हिमालहरू देखिन थालेको छ। आज हिँडिसकेपछि हिमाल चाहिँ अब मनासुर रेन्ज नै होला, तर हिमाल त होइन, यो कुनै लोकल पिक होला यो है। तर यति पुगेको छ। अब कहाँ आइपुग्यो थाहा छैन, तर डेङ हो त त्यो। सो डेङ थियो भने त 1 घन्टामा डेङ आइपुग्यो, विच इज नाइस। ओ वा फुलहरू राम्रो कुरा त हिमाल। फाइनली म चाहिँ अब यहाँ ठ्याक्क 8 बज्यो र ठ्याक्क डेङ आइपुगेँ। हामी 5 बजे चाहिँ न्याकबाट हिँडेको थियौँ, न्याक फेदीबाट। सो 3 घन्टामा डेङ, 6 बजे 1 घन्टामा पेवा आइपुगेको थियौँ र पेवामा 1 घन्टा चियाको लागि अल्मो हुँदा पनि डेङ आइपुग्यो 3 घन्टामा भनेपछि। सो 2 आवर्सको बाटो रहेछ डेङसम्म। साथीहरू पछाडि हुनुहुन्छ, म चाहिँ हिँड्दै नै गरेँ। टुरिस्टहरू एकदमै जाम प्याक छ। हिँड्दै गर्नु पऱ्यो, एक्लै भयो नि उनीहरू आउँदै गर्छन्। दिस इज ब्युटिफुल डेङ। सो डेङमा पनि राम्रो धेरै होटेल छ डेङमा। सो डेङमा बस्नु प्रब्लम नै हुँदैन, रमाइलो ठाउँ छ डेङ टक्क बिचमा। फेरि यहाँबाट उकालो जस्तो लाग्छ, हिँडिम्ला केही छैन। सो डेङबाट अब हिँडेको 7 मिनट भयो। अब चाहिँ हिमालहरू मजाले खुलेर देख्न थालेको छ। चराहरू गइरहेको छ, खोलाको साउन्ड, चराको साउन्ड, अगाडि हिमाल, पुलिसहरू अगाडि। मस्त चिसो हावा चलिरहेछ। अब हावाको चाहिँ अलिकति चिसो लेभल चाहिँ बढिरहेछ अहिलेको भन्दा। सो ज्याकेट लगाएर हिँड्दैछु म। This is 3rd suspension bridge आज डे 2 को। अब म चाहिँ अहिले डेङ भन्दा धेरै माथि अब गाप आइपुग्नु लाग्यो। यो पुलपछि अब अलमोस्ट 1-2 घन्टामा गाप होला। म गापमा गएर साथीहरूलाई वेट गर्छु। अहिले चाहिँ हिँड्दैछौँ, एकदम प्लिजेन्ट वेदर छ, एकदम रमाइलो छ वेदर, मजाले खुलेको छ, झरना छ। What is this view? What is this view? यस्तो बाटो आइपुग्यो। यहाँ चाहिँ यसरी क्रस गर्नुपर्ने छ।
सन्स आउट सेयर्स आउट ओ सेट सेट आफ्नो टोपीमा कुल्चेछु मैले कहाँ आइपुग्यो चाहिँ मलाई थाहा छैन तर धेरै नै हिँडिसकेँ अब धेरै हिँडेर यति राम्रो भ्युज भएको ठाउँमा आएको छु अहिले घाम छ एकदमै क्लियर दिन छ होटल मनासलु भन्ने ठाउँमा आइपुगेँ घाम चाहिँ राम्रै छ साथीहरू पछाडि छन् एकछिन म यहाँ वेट गर्छु यता वेट गरौँ कि अगाडि वेट गरौँ अनि हिँडिरहेको छु कहाँ आइपुग्यो भन्दाखेरि चाहिँ भिफेरी भन्ने ठाउँ नेक्स्ट ओल्ड रुट रहेछ यो अब यहाँ आइपुग्यो ओल्ड हो कि न्यू हो यहाँबाट नै हिँड्छौँ हामी यहाँबाट उता लाग्छौँ मजाको सानो बस्ती रहेछ यहाँ बिचमा फाँट र डाँडाको बिचमा सानो बस्ती चिटिक्क परेको बस्ती रहेछ सो 9:39 भयो अहिले म चाहिँ यहाँ बसिरहेको छु कुदिरहेको छु उनीहरू आइपुगेका छैनन् एकछिन फुर्छ अब यता पछाडिको भ्यू चाहिँ एकदम रमाइलो छ ब्लर हुन्छ कि अब चाहिँ कति बज्यो 10 साढे 10 भयो हामी हिँडेको 5 घन्टा 5.5 घन्टा भयो अब कहाँ आइपुग्यो योभन्दा पारि हो क्यारे बुर हामी अब बुर भन्ने ठाउँ पुग्दैछौँ बोर्डमा के लेखेको छ भने बुर 30 मिनट अब 30 मिनट्स टिल बुर एकदम मध्याह घाम छ एकदम चर्को घाम छ अब घाम पनि हिँड्नै पऱ्यो हिँड्न आएपछि भने फर्मुलामै हिँडिरहेको छौँ हामी सो मैले चाहिँ साथी एकजना भेटेँ 3 जना चाहिँ पछाडि छन् एकजना ब्रोलाई भेटिसकेँ ब्रो चाहिँ अब जाँदै यताबाट बुर ओह्रालो हो के अरे बुर 11 बज्यो होइन कहाँ गयो 11 बजी चाहिँ हामी बुर भन्ने ठाउँ आइपुग्यौँ 5 6 7 8 9 10 11 5 घन्टा हिँडेर नागफेदीबाट ठ्याक्कै 5 घन्टामा बुर अर्को 5 घन्टा हिँड्यो भने हामी लो पुगिन्छ भन्ने कुरा भयो अब भर्नुपर्छ यार पानी त धारै देखिनँ क्या मैले त्यही भएर सो बुरमा आइपुग्यो है बुरमा आएर एकछिन रेस्ट गर्दैछु अब यो चाहिँ फर्स्ट रेस्ट नै हो बिहान हिँड्देखि 5 घन्टामा फर्स्ट रेस्ट नै बुर हो रेस्ट पनि साथीहरूलाई कुर्नु पर्ने भयो र खाना पनि त्यही खाने के भन्ने कुरा छ चलिरहेछ एकछिन यसपछि रेस्ट गरेर हामी नामुङतिर हिँड्छौँ एकदम प्लेजेन्ट वेदर छ अन्य होटेलहरू छ सो हिँडेको 7 घन्टापछि हामी ग्याप आइपुगेका छौँ ठ्याक्कै 7 घन्टा भएछ 5 बजी हिँडेको 12 बजी त्यसमा हिँड्यो भने त हामी त लार्कै हानिन्छ कि आजै सबै मित्रले हुनुहुन्छ अब बुढी गण्डकी चाहिँ तल हुँदै गइरहेछ देखिन छोडेको छ अब खोजमा भइरहेछ साउन्डमा सुनिरहेछ हामीले
खै पनि हिँड्दैन यो 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 र ठ्याक्क हामी अहिले 3:30 मा नाम्रुङ आइपुग्यो म चाहिँ जो बिहान 5 बजे हिसाब गर्दा 6 7 8 6 7 1 2 3 सो 10.5 घन्टामा नाम्रुङ आइपुग्यो अब हामी यतै बस्छौँ आजलाई थ्याङ्क यू सो अहिले चाहिँ 3:30 बजेको छ र म चाहिँ यहाँ नाम्रुङ आइपुगेँ आज हामी बिहान 5 बजेदेखि 5 बजे म्याकबाट हिँडेको थियौँ त्यसको 1 घन्टामा पेवा आइपुगेका थियौँ र पेवामा भन्दा 1 घन्टा हामी ब्रेक लियौँ अनि त्यसको अर्को 1 घन्टामा देङ आइपुगेको थियौँ सो एकदमै मजाले नै आइरहेको थियौँ हामी होइन त्यो हुँदाखेरि चाहिँ नेकबाट यहाँ आउन एटलिस्ट 10.5 आवर्स लाग्यो हाम्रो इनिसियल प्लान चाहिँ आज लो जाने थियो र लो पुगिन्थ्यो पनि होला किनभने आज 3:30 हुँदैछ अर्को 3 घन्टामा लो पुगिन्छ 6:30 पुगिन्थ्यो तर अब साथीहरू चाहिँ पछाडि नै रहनु भएकोले अब टाइम लाग्छ यहाँ आउनलाई अब यहाँ आइसकेपछि फेरि लो जान अँध्यारो हुन्छ त्यो भएर सायद आज हामी यतै नै बस्छौँ होला अलि चाँडै आइपुग्यो भने 1 घन्टा तल झर्न पनि सक्छौँ बट अहिलेलाई चाहिँ नाम्रुङ नै बस्छौँ त्यति हुँदा चाहिँ अब भोलिदेखि चाहिँ अलिकति एटिच्युड गेन हुने भएर भोलि पुस गर्न गाह्रो हुने भएर आजै पुस गर्ने खोजेको थियौँ बट भने अलि भएन ठिकै छ भोलि अलि चाँडै हिँड्नुपर्ने हुनसक्छ अब भोलि पनि लामो दिन छ भोलि हामी लोबाट स्याला नाम्रुङबाट नाम्रुङ बस्यो भने नाम्रुङ स्याला हुँदै अब गुम्बा पनि जाने प्रोग्राम छ सो गुम्बा सामा गाउँसम्म प्लान हो तर यो आजको र हिजोको अवस्था हेरेर त्यसमा अलिकति 2 दिन लाग्न सक्ने हुनसक्छ जस्तो लाग्छ बट हेरौँ धेरै पुस गर्ने कुरा पनि हुँदैन माथि अल्टिट्युडमा आएर बिस्तारै हिँड्नुपर्ने हुन्छ त्यो हिसाबमा त्यो अनुसारले गर्छौँ होला अहिलेलाई यति नै अब चाहिँ हामी यहाँ होटेलमा आइसक्यौँ म भनौँ हामी भन्नाले म अब साथी आइसक्यो 2 जना भइसक्यो अब 3 जना चाहिँ आउँदैछन् सायद 1-2 घन्टामा आइपुग्छन् होला यो होटल चाहिँ रमाइलो छ एकदम राम्रो एम्बियन्स छ र दाइ पनि खुब मजाको हुनुहुनेछ ओनर अब यहाँबाट रुम चाहिँ यहाँ छ यसो घुमौँ बसौँ नाम्रुङमा खाना यसरी हामी खाँदैछौँ नाम्रुङमा खाना हामी 8 बजे खाँदैछौँ ट्याक्क 8 बजे नाम्रुङमा खाना